अब हिरो भन्दा 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 बुढो भयो गाइस, बुढो भयो। तर यो मन जवान छ, जवान पानी परिरहेको छ। ओहो खतरा चलिरहेको छ त यार। एकछिनमा हल्का ठुला आमा के हो यार, खतरा बनाएको छ त केटाहरूले। के छ यो चाहिँ खसीको मासु हो। मेरो एकदम ठिक छ यार। चिकन बिरयानी। आहा दामी बनाएर चाहिँ केटाले। फ्रान्समा खाएको याद आयो। हेलो नमस्ते गाइस, इट्स मी रोमेन लामा, गम्चा निवासको ठिटो। आज सोमबारको दिन कामबाट छुट्टी भएर तिम्रो दोष छिरेर फर्किँदैछु। सोमबारको दिन, मङ्गलबार मेरो छुट्टी हुन्छ। यो भिडियो चाहिँ मैले सोमबारको दिन रेकर्ड गर्दैछु। मैले अब के भन्ने, अब घर गएर अब यसो खाना बनाएर खान पनि झ्याउ लाग्छ क्या। त्यही भएर मैले चाहिँ केरा र अरू चिजहरू ल्याएको छु, खाजाहरू लिएको छु। अनि सोमबारको दिन, अनि भोलि छुट्टी हो मङ्गलबार। आज चाहिँ यो भिडियो बनाइरहेको छु मैले। मौसम एकदम 1-2 दिन भयो है पानी परै छ क्या। पानीले एकदम तनाव दिइरहेको छ है। पानीले तनाव दिइरहेको छ। बाटो हेर्नु न, हिलो छ। त्यति अब भनौँ न, भिडियोहरू बनाउन नि पाइरहेको छैन। आजको भ्लग चाहिँ अब भाइको पनि छुट्टी छ, उसको सोमबार र मङ्गलबार छुट्टी छ। किनभने ऊ चाहिँ अब पिज्जामा काम गर्छ, पिज्जा सेफ नै हो। मेरो चाहिँ मङ्गलबार छुट्टी हुन्छ। दिनमा 5-6 घन्टा काम हुन्छ मेरो, 5-6 घन्टा। अनि यताउता गर्दा भनौँ न त्यस्तै हो काम भने। परदेशी होइन, युरोपको लाइफ यस्तै हो। आज चाहिँ म छुट्टी भएर पिङ्गो दोषमा केही सामानहरू लिएर घर जाँदैछु। हेरौँ के हुन्छ, कपाल कस्तो भयो। जोबन साट्यो कि धनको आशैले। यस्तै हो परदेशी लाइफ होइन, गाह्रो छ एकदम। त्यस्तै हो अब युरोपको लाइफ यस्तै छ। घर आइपुग्न लाग्यो, गाह्रो छ गाइस, गाह्रो। के भने जिन्दगी यस्तै छ होइन। अब युरोप भन्दा 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 बुढो भयो गाइस, बुढो भयो। तर यो मन जवान छ, जवान पानी परिरहेको छ। ठ्याक्क घर आइपुग्यो। यस्तो छ हाम्रो घरको स्टाइल चाहिँ, दामी छ। ट्याक्क बिल भन्दै पर्छ क्या। यस्तो छ। कतापट्टि जाने, यतातिर जानु त लिभ हाम्रो त 2 माइल। त्यो त खुल्ला भइसक्यो है, त्यो जानु। के भने गाइस, गाह्रो छ। युरोप बस्दा बुढो भइसक्यो गाइस, बुढो भइसक्यो। यस्तो गाह्रो छ गाइस। क्यामेरा यसरी लिनुपर्छ। हेर्नुहोस् है, कुन चाहिँ मोबाइल हो पत्ता लगाउनुहोस् है मेरो। तपाईँहरू पत्ता लगाइदिनुहोस्। मान्छे त बच्चैदेखि ह्यान्डसम हो, तर अब मेरो बस्दा बुढो भयो क्या। यताउति भालौँ, साँझो पत्ता भयो त यार। साँझै खोल्दैन।
के भयो यार झगडा ड्याममै गयो यार झगडा ड्याममै गयो के एकदम आरामै छ यार के छ ठुलै ओहो खतरा चलिरहेको छ त यार एकछिनमा हल्का ठुल्ला आमा के हो यार खतरा बनाएको छ त केटाहरूले के छ यो चाहिँ खसीको मासु हो मेरो एकदम ठिक छ यार पानी परेको छ यार रुचा छैन हाम्रो किचन यस्तै छ छाता अस्ति किनेको त्यहाँ उसमा बिर्सेको रहेछ त्यहाँबाट बिर्सेको भयो भ्लग बनाउनु म यतिकै हिँडेर आएको कुना भ्लग बनाउँदै हिँडेको क्या उतैबाट बनाएर आएको ल केटाहरूले अब बिरयानी बनाउँदैछ ठुलो दाइ पनि आएको रहेछ मसला कुट्दै हुनुहुन्छ ठिक छ जस रमाइलो हुनुभयो आज खानुपर्छ बिरयानी होइन धेरै वर्षपछि हामी खाँदैछौँ बिरयानी होइन सामानहरू यहाँ छ है सामान पनि बगेर मैले हिजो मङ्गवाली चामल ल्याएको नि यहाँ माथि छ है त्यो अब गिलोवाली के कमराउको के त्यो मरमसलाहरू पनि त्यहाँ छ ल म कोठा छिरेँ ल ठुल्दामा कोठा छिरेँ ल भोलि छुट्टी हो यस्तो छ हाम्रो कोठाको हालत यस्तो छ गाइस यो ढोकालाई चाहिँ यस्तो छ मेरो ओछ्यान के हो यस्तो गाइस मेरो ओछ्यान यस्तो छ यार गाइस यार ओछ्यान यस्तो यार हेर्नुहोस् त यहाँ के भएको त्यही हो हप्तामा एकचोटि सफा हानिन्छ होइन भोलि त कलाएर यो सबै सफा हानिन्छ त्यही हो यो त हेरौँ न त पानी परेछ आज के हो अन्त आज त के हो खल्न नसक्नु ल हाम्रो कुर्सी यार मैले किनेको नयाँ कुर्सी यस्तो पो भएर रहेछ ल आम्मामा दामी भ्यू ल हो यो चाहिँ बाहिरको पानी परेको छ आज मौसम त्यति राम्रो छैन उदे एउटा मान्छे छाता ओरेर गइरहेको छ यस्तो छ ओहो कपडाहरू सबै भिजेको छ यार यस्तो छुट्टीको दिन होइन रुम यस्तै छ गाइस के भन्ने अब परदेश होइन अब नै अब लास्ट टाइम महँगो छ रुम पनि अब के भन्ने महँगो लिनै पऱ्यो विदेशमा अब यस्तै छ होइन यस्तै छ गाइस एकछिनपछि अब केटाहरूले बिरयानी बनाइरहेको छ धेरै पछि अनि मलाई अघि नै कल गरेको थियो बिरयानी बनाउँदैछु भनेर ठिक छ केही छैन बिरयानी खानेछौँ धेरै पछि अब केटाको जुत्ता ल गाइस एकछिनपछि है त बिरयानी भाइहरू सुनिल भाइको आज छुट्टी थियो रहेछ न्यु इयरको दिन सोमबारको दिन छुट्टीको दिन प्रायः उसले नै बनाएर हान्छ मलाई अल्छी लाग्छ क्या बनाउन अनि बिरयानी बनाएर चाहिँ ऊ चाहिँ चेन्नाईमै परेको चेन्नाईमै हुर्केको एसएलसी चेन्नाईबाट दिएको 50 सेको बिरयानी बनाएर चाहिँ आज 2टा खुर्सानी ल 2टा खुर्सानी कलाएर न धेरै पछि लगभग मैले योभन्दा कति 2 वर्ष अगाडि होइन 2 वर्ष होइन क्या युक्रेनहरू 4 वर्ष अगाडि फ्रान्समा खाएको थियो फ्रान्समा मैले कति 6 युरो कि 7 युरो तिरेर 2 दिनसम्म लगातार बिरयानी खाएको थियो तर आज ल ट्राई गरेँ है त केटाहरू चिकन बिरयानी ल आहा दामी बनाएर चाहिँ केटाले तातो छ
जस्ट पिज्जा सेपले बनाएको नि त त्यही भएर मिठो खोर्सानी छिट्या खतरा बना रहेछ यार केटाले उसको चाहिँ सोमबार मङ्गलबार छुट्टी हुन्छ मेरो मङ्गलबार छुट्टी हुन्छ प्रायः उसले नै बनाइरहेको हुन्छ क्या आज न्यू इयर पनि न्यू इयरमा उसले बिरयानी बनाएको रहेछ फ्रान्समा खाएको याद आयो आहा एकदम मिठो आहा कति 4 वर्षपछि फ्रान्समा त यत्रो यत्रो हुन्छ क्या त्यो कुखुराको यो फित्ला भने के भन्ने होइन आहा लास्टै मिठो झरी भइरहेछ 4 वर्षपछि मैले बिरयानी खाँदैछु तातो छ त्यही भएर दामी यार गजब गर्ने भयो न्यू इयर भित्र भाइहरू खाँदैछ अनि अर्को दिदीहरू पनि छ त्यही भएर मलाई त बनाउन आउँदैन होइन अब खान मात्र आउँछ त्यही हो वाह मलाई याद आयो फ्रान्समा एकजना साथी र म 2 दिन हो कि 3 दिनसम्म लगातार बिरयानी खाएको क्या त्यहाँ 6 युरो हो कि 7 युरो लिन्थ्यो धेरै जस्तो अब इन्डियनहरूले खान्छ नि त बिरयानी इन्डियातिर बन्छ नि त फ्रान्समा नि इन्डियनहरू नै हुन्थ्यो कि बिरयानी बनाउने धेरै जस्तो भाइ पनि अब इन्डियाको चेन्नईमा अब त्यहीँ पढेको त्यहीँ हुर्केको अब ऊ पिज्जामा काम गर्नुहुन्छ वाह धेरै खायो क्या युरोपमा यस्तै छ चिकन धेरै जस्तो चिकन सस्तो छ भेज भन्दा चिकन सस्तो छ युरोपमा होइन युरोपको अवस्था यस्तै छ कहिलेकाहीँ होइन धेरै पछि सक्दैन क्या पिरो हो यार पिरो के भन्ने डल्लो खोर्सानी पाउँदैन
यस्तै हो युरोपमा होइन डल्लो खोर्सानी पाउन गाह्रो हुन्छ। जस अब पोर्चुगलको क्यापिटल सिटी लिस्बनमा चाहिँ डल्लो खोर्सानी पाउँछ। त्यहाँ नेपालीहरूले राखेको हुन्छ। यो हट्टीहरू खसेर छ त्यहाँ चाहिँ पाउँछ। अब तर हामी त लिस्बनबाट अलि टाढै छु, राजधानीबाट 3 घन्टा टाढै छु हामी। लोकल कुखुराको मासु भन्दा नि मिठो भएको यार। लास्टै पिरो भयो खोर्सानी त नसक्ने भयो। के भयो यार, एक थाल नै गयो यार। अघि पनि एउटा चिसो अनि खाजाहरू खाथ्यो, टक्क दिउँसो गलाउ खायो, चिया खायो, चियासँगै एउटा पाउरोटी खायो। अनि त्यहाँबाट अघि बाटो कामबाट आउने बेला पनि एउटा चिसो आयो। टक्क यस्तै हो परदेशी लाइफ। टक्क भोलि छुट्टी छ, भोलि त मजाले 10-11 बजीसम्म सुत्तिन्छ होइन भन्छु, तर यार चाँडै बिउजिन्छ क्या। सक्यो यार। Oh my god, लास्ट पिरो यार, दामी मिठो यार। खतरा मिठो। धेरै पछि बिरयानी खायो, अब चाहिँ यति मात्रै खान्छ, सक्दैन। अरू हुन्छ नि पेट लाग्ला भन्ने डर छ क्या। एकदम यति धेरै खान रुच्छ होइन, तर कन्ट्रोल गर्छ क्या, किनभने पेट लाग्यो भने गाह्रो हुन्छ नि त। लास्टै मिठो यार। भाइले खतरा बनाएर रहेछ यार। त्यसै पिज्जा सेप भएको होइन यार, त्यसै पिज्जा सेप भएको होइन। वाह, 2081 सालमा जतिजनाको मन दुखाएको छ होइन, सबैजनालाई सरी भन्दै 2082 साल मेरो चाहिँ बिरयानीबाट सुरुवात भयो। त्यो नि भाइले बनाएको, जस एकदम माया गर्नुहुन्छ। लास्टै पिरो भइरहेछ, धेरै नै माया गर्नुहुन्छ। अब यस्तै हो परदेशमा होइन, एकअर्कालाई साथ दिँदै अगाडि बढ्ने त भने लाइफमा त्यही हो। म चाहिँ त्यही भन्छु, लाइफमा बी पोजिटिभ क्या। अरूले तपाईँलाई होइन जति नै नराम्रो सोचे पनि, भनौँ न जति नराम्रो सोचे तपाईँ त्यति नराम्रो पनि त छैन नि। अरूले तपाईँलाई जति राम्रो सोचे तपाईँ त्यति राम्रो पनि छैन नि त। त्यही भएर जो जतिले तपाईँलाई नराम्रो सोध्छ होइन, उहाँहरूलाई पनि तपाईँ माया गर्नुहोस्, राम्रो सोच्नुहोस् होइन। किनकि गुड भाइब्स क्या, भगवान् छ नि त होइन, उपरवाला छ, परमेश्वर छ। कसैले तपाईँलाई एक गालामा हान्यो भने होइन, त्यसको जवाब नफर्काउनु क्या, बरु अर्को गाला नि थापेर तपाईँ त्यहाँबाट गइदिनुहोस् होइन। त्यो नै हो क्या तपाईँ असल मान्छेको गुण भनेको। मूर्खलाई मूर्खै बनेर हुँदैन क्या। कति मान्छेहरू कस्तो हुन्छ भन्दाखेरि कसैले गालामा हान्यो भने हामीले पनि त्यो गालामा हान्छ नि त। त्यस्तो कहिले पनि नगर्नुहोस्,
किनभने रिसमा जवाब नफर्काउनु भने जस्तै अरूले नराम्रो ठान्यो भन्दैमा तपाईँले पनि नराम्रो ठान्नुपर्छ भने छैन क्या। तपाईँले राम्रो सोच्नुहोस्। तपाईँले जब राम्रो सोच्नुहुन्छ नि, तपाईँले तपाईँको दुश्मनलाई पनि राम्रो सोच्यो भने, गुड भाइब सोच्यो भने तपाईँको मन होइन शान्ति हुन्छ क्या। मन शान्ति हुन्छ, उपरवालाले तपाईँलाई साथ दिन्छ क्या। त्यो नै हो। लास्टै मिठो दामी। लभ यु गाइज, बाई बाई। नयाँ वर्षको शुभकामना सबैजनालाई। लभ यु गाइज।